अछामको बान्नीगढी जयगढ गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय जयगढमा कक्षा 8 को वार्षिक परीक्षा सुरु भएको पहिलो दिन गम्भीर विवाद उत्पन्न भएको छ। हिजो आइतबारदेखि सुरु भएको परीक्षा अन्तर्गत गणित विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको आरोप लागेपछि विषय थप संवेदनशील बनेको हो। सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्तिका अनुसार परीक्षा हुनुभन्दा अघि नै गणित विषयको प्रश्नपत्र सहित उत्तरहरू एक छात्रमाझ पुगेका थिए। गाउँपालिकाका स्वास्थ्य कर्मी सन्तोष शेट्टीले फेसबुक मार्फत गणितको प्रश्नपत्र परीक्षा हुनु केही दिन अघि नै बाहिरिएको दावी गरेका छन्। उनले प्रश्नहरूको उत्तर समेत तयारी अवस्थामा विद्यार्थीहरूलाई उपलब्ध गराएको उल्लेख गरेका छन्। शेट्टीका अनुसार हिजो सञ्चालित गणित विषयका हुबहु प्रश्नहरूको उत्तर सहितको पुस्तिका एक छात्रमाझ भेटिएको थियो। घटनाप्रति स्थानीय अभिभावक तथा सरकारवालाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सत्य